सपना खोज्दै टाढा आएको यो ठाउँ इजरायलको दिल तेल अभिभ। अनि म आइपुगेँ यहाँको सांस्कृतिक मुटु हाबिमा स्क्वायरमा। यो स्क्वायर जुन नाच, सङ्गीत र नाटकको सङ्गम हो। यहाँको हाबिमा थिएटर, कल्चर हल र सुन्दर हरियालीले भरिएको बगैँचा। दर्शकहरू रमाइरहेका छन्, बच्चाहरू खेल्दैछन् अनि सहर बाँचिरहेको छ आफ्नै गतिमा। यो ठाउँ हेर्दा मलाई हाम्रो दार्जिलिङको चौरस्ताको सम्झना आयो। त्यहाँ पनि यस्तै शान्ति, कला र आत्मा भेटिन्छ। यहाँको कला, यहाँका मानिसहरू अनि यहाँको ऊर्जा सबैले एउटा कुरा सिकाउँछ, सांस्कृतिक पहिचान कहिल्यै मर्दैन। हाबिमा स्क्वायरले मलाई सम्झाइदियो, चाहे जहाँ गए पनि मुटु त हाम्रै ठाउँको यादमा बन्छ। यो दृश्यहरू तपाईँहरूका लागि, दार्जिलिङका मेरा प्रियजनहरूका लागि। मलाई थाहा छ तपाईँहरू जति टाढा हुनुहुन्छ, सपना बोकेर अगाडि बढिरहनु भएको छ।